चुनाव सार्ने वा रोक्ने जस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन्। 2082 फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन। यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो। तपाईहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू नमस्कार। आज म हाम्रा स्वाभिमानी र गौरवशाली नागरिकहरूका सामु एउटा विशेष र दृढ संकल्पका साथ उपस्थित भएकी छु। हामी सबैलाई थाहा छ, केही समय अघिको जेनजी आन्दोलनले हाम्रा सडकहरूमा एउटा फरक कम्पन पैदा गर्यो। त्यो छटपटी र त्यो आक्रोशले हाम्रो समाजलाई केही हदसम्म बितोल्ने प्रयास गरे पनि त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक सङ्कटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्छ। आदरणीय देशवासीहरू, भदौ 23 र 24 को त्यो दुःखद घटनापछि देश फेरि शान्तिको बाटोमा फर्किएको छ। ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई शहीद घोषणा गरेका छौँ। घाइते योद्धाको उपचारका साथै जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएका छौँ। क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष मार्फत काम थालिएको छ। अब हामीले ती नमिठा पलहरूलाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माणतर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ। अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ। प्रश्न गर्नेहरूले भन्ने गर्नुभएको छ कि देश साँच्चै चुनावतिर बढेको हो, तर के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ? आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रश्न पार्न चाहन्छु। 2082 फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन। यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो। म तपाईहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्ने जस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन्। यो सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ छ। मेरा प्यारा देशवासीहरू, निर्वाचनका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरेको छ। सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौँ। एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका 1300